नमस्कार सबैजनालाई। आज म सुजीको रवा केक बनाएर देखाउन गइरहेको छु। सबैभन्दा पहिला त हामीले 100 ग्राम दही, 100 ग्राम दुध, 100 ग्राम तेल राखेर यसलाई राम्रोसँग फिट्नुपर्छ। मैले यहाँ चिनी पनि 1 कप लिए भन्नाले 1 ग्लासै मेजरमेन्ट, सेम मेजरमेन्ट रवा, सुजी रवा पनि लिए। अनि मैले जारमा मिक्स गरेको दुध, दही, तेलमा मिक्स गरेको तेल ल्याएर मिक्स गर्दैछु। केकको लागि मिक्स गर्दाखेरि कटिङ फोल्डिङ मेथडमा मिक्स गर्नुपर्छ। र हामीले 1 चम्चा बेकिङ पाउडर, बेकिङ सोडा पनि राखेर 1 चम्चा भेनिला एसेन्स पनि राख्नुपर्छ। अनि मैले टुटी फुटी पनि माथिबाट राखेँ। त्यसपछि टप टप गरेर अनि त्यसपछि बेकिङ भाँडोमा पटमा राख्दैछु। एउटा पट लिएर अहिले ग्रिस गरेपछि त्यसपछि मैदा पिठो पनि डस्ट गर्ने। अनि त्यसलाई हाम्रो बेटर रेडी भएको बेटर राखेर अनि त्यसपछि प्रिहिट भएको कुकरमा 10 मिनट प्रिहिट भएको कुकरमा मैले यो बेटर राखेर 45 मिनट मैले पकाइ गरिरहेको छु। अनि मेरो केक एकदम राम्रो भएको छ, राम्रो आएको छ। र मैले बच्चाहरूको लागि क्रिम र चकलेट राख्नको लागि मैले यहाँ खाली राखेको छु। हजुरहरूले यस्तै केक बनाएर बच्चाहरूको लागि क्रिम चकलेट राख्नुहोला। र मेरो केक कस्तो भयो भनिदिनु होला साथीहरू। ओके, बाई बाई साथीहरू।